ल यो चाहिँ हाम्रो सोलरको भर्टिकल चेक बल हो, कतिको फोहोर रहेछ हेर्नु त तपाईहरु हेर्न सक्नुहुनेछ। यो चाहिँ हामीले अहिले चाहिँ ट्युब खोलिरहेको, टक्क अलिकति माथि घचेटेर अनि तल टक्क ब्यालेन्स मिलाएर अनि चाहिँ यसरी खोल्नु पर्ने हुन्छ। यसरी खोल्यो भने हजुरको ट्युब चाहिँ बचिन्छ। अनि ल अब यो चाहिँ ट्युब भित्र कतिको फोहोर रहेछ ल तपाईहरु हेर्न सक्नुहुनेछ। उहाँको पनि चाहिँ लगभग 5 वर्ष भइसकेको थियो सोलर चाहिँ सर्भिसिङ नगरेको, अनि यतिको फोहोर रहेछ। अनि उहाँको चाहिँ दिनभरि घाम लाग्थ्यो तर पानी नतातेर अनि हाम्रो जेपी एसीटेक प्राइभेट लिमिटेडलाई सम्झिनु भएछ। उहाँले चाहिँ टिकटकमा भिडियो हेर्नु भएछ सोलर सर्भिसिङको, अनि त्यसपछि उहाँले चाहिँ बुक गरेर अनि त्यसपछि हामी चाहिँ यो चाहिँ सोलर सर्भिसिङ चाहिँ उहाँको चाहिँ गर्न आएको। अब त्यसपछि यसरी हजुरको सोलर सर्भिसिङ गरिदियो भने पानी अब मजाले तातिन्छ। घाम लाग्नु पर्यो, घाम लागेपछि हजुरको यो चाहिँ मजाले चाहिँ पानी तातिन्छ। अनि यस्तै चाहिँ सोलर चाहिँ सर्भिसिङ गर्नु परेमा हजुरहरुले जेपी एसीटेक प्राइभेट लिमिटेडलाई सम्झिनु होला। ल कतिको फोहोर रहेछ यो चाहिँ पुरै हजुरहरुको अगाडि रियल भिडियो नै बनाइरहेको, कुनै चाहिँ फेक होइन। ल त्यसरी हामीले मेसिनले टक्क पहिला चाहिँ ट्युबको वासरमा हालेको, हाम्रो प्लम्बर दाइलाई सजिलो होस् ट्युब निकाल्नलाई यो चाहिँ अनिवार्य यसरी गर्नै पर्ने हुन्छ। अनि टक्क खोल्नलाई सजिलो हुन्छ। यस्तै हजुरहरुको सोलर सर्भिसिङ गर्नु परेमा हाम्रो जेपी एसीटेक प्राइभेट लिमिटेडलाई सम्झिनु होला। अब तपाईहरु भन्नुहुन्छ नि हाम्रो दिनभरि घाम लागिरहेछ तर पानी किन तातो पानी आएन भनेर, त्यसपछि हजुरहरुको सर्भिसिङ टाइम चाहिँ भइसकेको हुन्छ सोलर सर्भिसिङको। अनि त्यही भएर हजुरहरुले यसरी टाइममा सर्भिसिङ गर्यो भने फाइदा छ। हजुरको अब 10 वर्ष ट्याङ्की चल्ने सोलर हजुरको त्यतिकै 15-20 वर्षको आयु बढ्ने भयो। अब ट्युबको पनि त्यतिकै हजुरको सर्भिसिङ गर्यो भने आयु बढ्ने भयो, ट्याङ्कीको पनि आयु त्यतिकै बढ्ने भयो, ट्याङ्की पनि हजुरको पाल हुनबाट त्यतिकै जोग्यो। अनि सर्भिसिङ गर्यो भने हजुरको पाइपको पनि त्यतिकै आयु बढ्ने भयो। अब यो धाराहरूको पनि तपाईको धारा टुट्टीहरूको पनि त्यतिकै आयु बढ्ने भयो। सबै त तपाईको सफै पानी चाहिन्छ नि। अब जस्तै अब मान्छेको पनि टाइममा ज्वरो आउँछ, टाउको दुख्छ, सेम पनि तपाईको सोलर पनि यस्तै चाहिँ सर्भिसिङ